हेलो गाइस, आज चाहिँ हाम्रो धान काट्ने दिन। मेरो सोच चाहिँ यस्तो छ, बिउ काट्ने दिन हो नि। बिउ काट्ने दिन। भोलि चाहिँ हाम्रो रोपाइ हो कि होइन मम्मी? हो, भोलि रोप्ने हो। सबैजना आउनु होला हाम्रो रोपाइमा। यो भिडियो चाहिँ लास्टमा पोस्ट हुन्छ सबै। हामी चाहिँ हिँड्दैछौँ मम्मी र म। यस्तो घाम छ, घाम पनि कस्तो, यहाँ त पानी नै होइन त। भेडबारी त कल्पनाले भनेको थियो 5 कट्ठा। यो चाहिँ भोलि रोप्ने गर। आज चाहिँ हाम्रो बिउ काट्यौँ सबैजना भएर। बिउ काटेर भ्याइयो। सबैजना भएर बिउ काटेर भ्याइयो। भोलि चाहिँ रोप्ने। म घर जान्छु। भोलि बिहान हाम्रो घरमा रोपाइ छ। चाहिँ रोपाइ यता म घर जाँदाखेरि बिउ पनि हेर्नु पर्यो। अलिअलि बिउ हेर्दै घर गएँ म चाहिँ। हामी खाजा लिएर जाँदैछौँ खेतमा। मनी आम बाबाले चाहिँ धान रोपिसकेको ठाउँमा चाहिँ औषधि हाल्दै हुनुहुन्छ, जुन चाहिँ घाँस आउन दिँदैन औषधिले। यो चाहिँ धान रोपेको दिनमै हाल्नुपर्छ भनेर बाबाले चाहिँ धान रोपेपछि चाहिँ हाल्नु हुँदैछ बाबाले। Veio, Romero. Veio. यस्तो हुन्छ भन्दै बस्दै उनीहरू नमखण्डे गेम खेल्न जानेछ। लौ फलो भने जाने रोस हो कि के हो भन्नु जाने नि। त्यहाँ पैसा आउँछ अरे। के भन्नु जानु पऱ्यो? रोस भन्छ खै यहीँ आएको पैसा धेरै बेर धानमा रोपे पनि हालत चाहिँ यस्तो छ। यस्तो छ मेरो मम्मीको हालत त केही भएन त। मेरो हालत हेर्नु त यहाँ। धान पकेर पनि भ्याइयो। यही यो बिउ काटियो आयो खेत रोपियो यही यही हो। सबै नदिएको हालत त्यस्तो हेर्नुहोस् कस्तो भएर गथ्यौँ, कस्तो भएर आयौँ, कस्तो भएर गथ्यौँ, कस्तो भएर आयौँ। हामी धान रोपेर घर आयौँ। मेरो दिदी त्यहाँ हुनुहुन्छ, हेर्नुहोस्। उहाँ चाहिँ कहीँ जानुहुन्न, हेर्नुहोस्। हामी चाहिँ यस्तो हालतमा छौँ, हेर्नुहोस्। हेर्नुहोस् मेरो दिदी हुनुहुन्छ त्यहाँ, हेर्नुहोस्।
लुकी लुकी बस्नुभयो हामी चाहिँ यस्तो हालतमा घर देख्नुभयो नि मेरो दिदी प्रिन्सेस ट्रिटमेन्ट गर्छन् मेरा घरकाले मेरो दिदी हेर्नुहोस् यस्तो गर्छन् यस्तो राम्रो हामीलाई चाहिँ यस्तो बनायो नि हेर्नुहोस् हो कि होइन मम्मी भन्नु मम्मी हो कि होइन दिदीलाई चाहिँ केही गर भन्दैनन् हेर्नुहोस् हामी चाहिँ यस्तो हालतमा मेरो दिदी हेर्नुहोस् सफासुफ गरी भएर बस्नुभयो